नमस्कार साथीहरू। नेपालमा इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङ आउँछ, बजार विस्तार हुन्छ र बवालै हुन्छ भन्ने गरेको सुनिन्छ। के वास्तवमा नेपालमा इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङ आएपछि बवालै हुन्छ त? सर्ट सेलिङ गर्न टेक्निकली जति सजिलो देखिन्छ, बजार सधैँ बढ्छ अथवा बढ्नुपर्छ भन्ने मानसिकता बोकेको तपाईँ हामीलाई सर्ट सेलर बन्न के त्यति सजिलो हुन्छ त? प्रश्न जति गम्भीर छ, उत्तर खोज्न त्यति नै जरुरी छ। त्यसकारणले गर्दाखेरि भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नेपालको सेयर बजारमा तपाईँले बुझेको भनेको सस्तोमा सेयर किन्ने र महँगोमा त्यो सेयरलाई बेचेर मुनाफा कमाउने र किनेको सेयर घट्यो भने त्यो सेयरलाई डाउनसाइड एभरेजिङ गरेर होल्ड इज गोल्ड भन्दै थचक्क हुने। हामीले अहिलेसम्म सिकेको स्कुलिङ नै त्यही हो। यस्तो माइन्डसेट नेपालमा सर्ट सेलिङ आएपछि तपाईँलाई घातक हुन सक्छ भनेर विश्वास नलाग्ला, तर वास्तविकता भने यही नै हो। सर्ट सेलिङलाई डार्क साइड अफ ट्रेडिङ भनिन्छ। सुन्दा जति फ्यान्सी लाग्छ यो शब्द, यसलाई व्यवहारमा उतार्न भन्ने त्यति नै गाह्रो छ। एउटा उदाहरण दिएर बुझाउन चाहे। मानौ तपाईँले कुनै एबिसी भन्ने कम्पनीको स्टक 500 रुपियाँमा किन्नु। अब त्यो स्टकको भ्यालु घटेर 480 रुपियाँमा आयो भने तपाईँले के गर्नुहुन्छ त? तपाईँसँग 3 वटा विकल्प हुन्छ। पहिलो विकल्प भनेको भइगयो घटिगयो भनेर चुप लाएर बस्ने। दोस्रो विकल्प भनेको घटेको बेलामा यही हो मौका भनेर थप किता एड गरेर डाउनसाइड एभरेजिङ गर्ने। र तेस्रो विकल्प भनेको मार्केटले मलाई गलत साबित गरिदियो भनेर स्टप लस लगाएर लस बुक गर्ने। अब भन्नुहोस्, तपाईँ यो 3टा विकल्पमध्ये कुन विकल्प रोज्नेमा पर्नुहुन्छ त? यदि तपाईँको उत्तर विकल्प नम्बर पहिलो वा दोस्रो रोज्नेमा पर्छ भने तपाईँका लागि सर्ट सेलिङ त्यति फाइदाजनक नहुन सक्छ। सर्ट सेलिङ तपाईँका लागि हात्ती आयो खुस्सा जस्तै साबित हुन सक्छ। यदि तपाईँको उत्तर तेस्रो विकल्प रोज्नेमा पर्दछ भने तपाईँको सर्ट सेलर बन्ने सम्भावना भने पक्कै रहन्छ, तर त्यतिले मात्र पनि पुग्दैन। लस बुक गर्न सक्नु सर्ट सेलरमा हुने एउटा क्वालिटी भने पक्कै नै हो। तर के तपाईँले 500 मा किनेको स्टकलाई 480 मा बेचेर त्यसपछि सर्ट पोजिसन लिन सक्नुहुन्छ त? त्यसो भए नेपालमा सर्ट सेलिङ आउनु भनेको अर्को एउटा टोपी काण्डको पुनरावृत्ति त होइन। सरकारी निकाय र सम्बन्धित सरकारवालाले पक्कै पनि ध्यान दिन जरुरी छ। यसो भन्दै गर्दा हामी बजार विस्तार र बजार विकासका विरोधी होइनौँ, हामी सर्ट सेलिङका विरोधी होइनौँ। फेरि अर्को एउटा बाठो आयो, जान्ने आयो भनेर भन्नु होला। हिन्दीमा एउटा भनाइ छ, अपनी तो ऐसी तैसी कट जाएगी पर आपको क्या क्या होगा जनाबे आए। अन्त्यमा नेपालमा सर्ट सेलिङ आउनुपर्छ, नेपालमा सर्ट सेलिङ ल्याउनुपर्छ, तर त्यसभन्दा अगाडि आम लगानीकर्तालाई सुसूचित र प्रशिक्षित गर्न त्यति नै जरुरी देखिन्छ। नेपालको सेयर बजार भनेको विकसित देशको जस्तो सेयर बजार होइन। हामी नेपालको सेयर बजारमा विकसित देशमा भएका प्रविधिहरू त भित्राउन खोज्दैछौँ, तर के हामीले नेपालका लगानीकर्तालाई त्यही अनुरूपको ज्ञान र प्रशिक्षण दिइरहेछौँ त? यो पनि हामीले सोच्न एकदमै जरुरी हुन्छ। त्यसकारणले गर्दाखेरि सर्ट सेलिङ आउनु भनेको नेपालको सेयर बजारको लागि, विस्तारका लागि, विकासका लागि पक्कै पनि लाभदायी हुन्छ, तर लगानीकर्ता सुसूचित र प्रशिक्षित हुन एकदमै जरुरी छ। नत्र भने फेरि पनि आम लगानीकर्ता अर्को बडखालोमा पर्दैनन् भन्न सकिन्न। सचेत रहनुहोला, चनाखो रहनुहोला। सेयर बजार सुन्दर छ। तपाईँलाई अग्रिम बधाई तथा शुभकामना।